हाम्रो सम्पूर्ण सर हजुर म्याम हजुरको आदरणीय अग्रज अगुवा हुनुहुन्छ प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँको समस्त परिवारमा चाहन्छु र मेरो आदरणीय अग्रज अगुवा हुनुहुन्छ पार्वती म्याम हजुर, सुमित्रा म्याम हजुर, हात्ती बन्सेर ठाकमा पनि लग्ने सत्यताको त्यो ल्याएर बार्नु भएको छ। उहाँहरू सम्पूर्णको परिवारमा पनि शिर झुकाइ साथसाथै सम्मान व्यक्त गर्न चाहन्छु। केन्द्रदेखि शाखादेखि केन्द्रसम्म सम्पूर्ण आदरणीय अग्रजका सर हजुर, म्याम हजुर, विद्यार्थी सर हजुर, म्याम हजुर, परमेश्वर पिताको पवित्र सन्तान सर हजुर, म्याम हजुरमा र म्युजिक सेनमा रहने सर हजुर र आज महिमा चलाउने म्याम हजुर र क्यामेरा पर्सन सर हजुरमा पनि एकै मुष्टमा नमन ढोको शिर झुकाए नमन गर्न चाहन्छु। मेरो गवाई भन्नुपर्दा त होइन, मलाई सुसमाचार सुनाउनु भयो एकजना सांसारिक नहुने माताले। उहाँलाई ईश्वरको भरिपूर्ण आशीर्वाद सिरोस गर्न चाहन्छु र वर्णनमै गरिदिनु भयो। मलाई शिक्षाका अग्रज अगुवा हुनुहुन्छ र आज श्रेष्ठ सर हजुर, उहाँलाई पनि ईश्वरको भरिपूर्ण आशीर्वाद सिरोस भन्न चाहन्छु। र मेरो गवाई भन्नुपर्दा मेरो शरीर पुरै कुहिएको थियो होइन। 74 सालदेखि एकदम दुःख कष्ट पीडा समस्यामा थिएँ म होइन। तर त्यो गवाई सम्झिँदाखेरि पनि मेरो छाती फुटेर आउँछ, आँखा रसाएर आउँछ होइन। पुरै शरीर कुहिएको थियो र सांसारिकको डक्टरले मलाई ट्याग लगाइदिनु भएको थियो कि कहिल्यै निको नहुने रोग, त्यो इङ्ग्लिसमा के भन्छ सोरायसिस भन्ने रोग लागेको छ भन्नुभएको थियो होइन। तर म एकदम दुःख कष्टमा थियो, एकदम हस्पिटलमा भर्ना 9 दिनसम्म भर्ना हुनु पर्थ्यो होइन। र सांसारिकको मान्छेले भन्नुहुन्थ्यो कि एलर्जीले पनि त्यस्तो समस्या हुन्छ र भन्नुहुन्थ्यो होइन। तर पीडा भोग्ने मान्छेले थाहा छ नि कति समस्या थियो मलाई होइन। एकदम माताकोमा जान्थेँ अनि म माताकोमा जान्थेँ होइन, धानीकोमा जान्थेँ। तर उहाँहरूले के त्यो हुन्छ नि गाईको पिसाब दल भन्नुहुन्थ्यो होइन। गाईको पिसाब दल थियो, त्यो घाउमा पिसाब दल्दा कस्तो दुख्थ्यो होला, कस्तो पोल्थ्यो होला होइन। त्यो पीडा मैले सहेको छु होइन। त्यो समस्याबाट सम्पूर्ण समस्याबाट अहिले पिताले हटाएर होइन फुल जस्तो जीवन दिनु भएको छ। सन्तान भएको 4 वर्ष पुरा भएर 5 वर्ष भइसक्यो होइन। फर्स्टचोटि केन्द्रमा आएको छु र यत्रो माहौलमा बोल्दाखेरि मेरो हातका आउनेकै छैन होइन। पिताले यहाँको हातमा दिइसक्नु भएको छ। अर्को समस्या भन्नुपर्दा होइन, जब मलाई त्यो हात्ती बन्सेर ठाकमा मलाई लिडरमा पिताले चुन्नु भयो र शैतानले यो त फेरि पनि अघि बढ्दै गयो है भनेर फेरि मलाई अर्को समस्या के हाल्ने त शैतानले मेरो चाहिँ 74 सालदेखि नै पेटमा यत्रो डल्लो हिँड्थ्यो, बच्चा जस्तो हिँड्थ्यो होइन। तर महिनावारी पनि हुन्थ्यो, तर थोरै मात्रामा हुन्थ्यो। सबै त्यो जुन महिनावारी हुनुपर्ने त्यो खराब तत्त्व चाहिँ सबै त्यो शैतानले त्यही भित्र डल्लो पारेर राखिदिएको रहेछ होइन। तर त्यो जानै पर्ने थियो होइन। त्यही भएर पिताले लिडरमा पनि उठाउनु भयो र त्यो समस्या पनि पिताले यसरी फ्यालिदिनु भयो कि शुक्रबारको दिन थियो, बेसरी पेट दुखायो होइन। हामी धेरैजना त महिला दिदी बहिनीहरू हुनुहुन्छ होइन। जस्तो बच्चा पाउने समस्या त्यस्तै भएर दुख्यो मलाई बेसरी होइन। म चाहिँ हाम्रै म्यामको घरमा बस्दै पार्वती म्यामको घरमा र म्यामलाई बोलाएँ, चङ्गाइ गरेपछि म निधाएपछि 3 बजे बिउँदा त्यस्तै समस्यामा फेरि पनि थिएँ होइन। र त्यो समस्यामा फेरि पनि थियो कि मेरो म्याम हजुरले भन्नुहुन्छ नि हाम्रो आत्मा दुईटा आत्मा हुन्छ हाम्रो मनमा, एउटा शैतानी आत्मा एउटा राम्रो आत्मा हुन्छ भन्नुहुन्छ नि। त्यस्तै मलाई खराब तत्त्वले भयो कि हस्पिटल जाऊ भनेर त्यस्तो मनमा भयो होइन। फेरि मलाई पिताले अगुवाई गर्नुभयो कि मेरो सन्तान तिमी चाहिँ पहिला आदर सम्मान उठाऊ र हस्पिटल जाऊ भन्नुभयो होइन। त्यस्तै क्रममा सरहरूसँग आदर सम्मान मागेर ठ्याक्क छातीमा मात्रै के राखेको थिएँ, मेरो शरीरमा यति ब्लड गयो कि त्यो ब्लड थापेर राखेर 2 बाटा हुन्थ्यो होला होइन। तर त्यो 2 बाटा ब्लड जाँदा पनि म शनिबारको दिन गएर महिमा गरेर आएर पनि फेरि मैले 2 बाटा लुगा धुने योग्यको पिताले बनाउनु भयो। किनभने मलाई पहिला ठुलो महलमा होइन, कुनै ठाउँमा जाँदा पनि 2-3 जना व्यक्तिहरू देख्दा पनि मलाई एकदम टाउको दुख्थ्यो होइन। आज त महासागरमा आएर यसरी बस्दा पनि टाउको दुखेको समस्या केही पनि छैन। पिताले उति नै गरिदिनु भयो। हालसम्मको दबाई भन्नुपर्दा होइन, म चाहिँ केन्द्र जाने भएर एकदम उत्साहित भइरहेको थियो। त्यो दुसरावाला आत्मालाई सहने भएन छैन। एकदम एलर्जी जस्तै त्यत्रो डाबर निकाल्ने, आँखा चिकाउने त्यस्तो समस्या आएको थियो होइन। हिजो हामी आउँदाखेरि प्रार्थना गर्दै आएको थियो, पिता म त हजुरको राज्यमा जाँदैछु नि, हजुरको सन्तान हो नि पिता, यो समस्या त केही होइन है पिता, म हजुरको राज्यमा जाँदैछु भन्दै अहिले त्यो समस्या पनि पिताले यसै समय ईश्वरको
पनि ख्याल गर्नुपर्ने हुन्छ होइन। हामी उति टाढादेखि आउनु सर्को वचन खानु आएको छु है। यसमानी पितालाई धन्यवाद गर्छु प्रभु येशू मसीहको नाउँमा। मलाई पिताले दिनुभएको गवाईले हजुरहरू सम्पूर्णमा आशिष मिलिसक्यो र हजुरलाई दिनुभएको गवाईले मेरो जीवनमा घर परिवारमा पिताले दिनुभएको शाखामा पनि आशिष मिलिसक्यो भन्दै परमेश्वर पितालाई धन्यवाद गर्छु।